आजको एपिसोडमा इङ्ल्यान्ड स्क्वाड विथ द स्क्वाड भ्यालु 1.29 बिलियन। पिकफोर्ड जहिले पनि गत 3-4 सिजनदेखि रेगुलर स्टार्टमा र वान अफ द ब्रिलियन्ट किपर जो इन्टरनेसनल टुर्नामेन्टमा पर्फर्मेन्स गर्छन्। सो हि विल बी द वान अफ द मेन किपर टु लुक इन दिस टुर्नामेन्ट पनि भन्न चाहन्छु म। त्यसै डिफेन्डरमा हेर्ने हो भने स्टोन्स रहेका छन् जुन एकदमै कम मिनेट खेलेका थिए म्यानचेस्टर सिटीको लागि। टोटनाम हस्परका स्पेन्स, एस्टन विल्लाका कोन्सा, त्यसै गरी न्युक्यासलका लिब्रामेन्टो, त्यसै गरी न्युक्यासलका बन, बायर लेभरकुजनका क्वान्सा, त्यसै गरी रियली अफ म्यानचेस्टर सिटी, रिस जेम्स अफ चेल्सी एन्ड मार्क गुई अफ द म्यानचेस्टर सिटी। सो डिफेन्समा हेर्ने हो भने त्यहाँनिर बिग नेमहरूको जुन एउटा ट्रान्जिसन फेजमा बिग नेमहरू मिस आउट भइसकेका छन् होइन। किलेन ट्रिपर जस्ता प्लेयरदेखि लिएर होइन एकदमै भनौँ न चाहिने डिफेन्डरहरू जुन एक्सपिरियन्स डिफेन्डरहरू चाहिँ ठुलो मिस आउट मलाई लागेको छ इङ्ल्यान्डको स्क्वाडमा। रिस जेम्स इन्जुरी प्रोन खेलाडी रहेका छन्। त्यसै गरी मार्क गुई भनेको भर्खरै गत 1.5 सिजनमा चाहिँ माथि आएका प्लेयरहरू हुन्। त्यसै गरी क्वान्सादेखि लिएर सबै यङ स्टारहरूले भरिएको छ र एकदमै यसमा अलिकति कन्फ्युजन लागिरहेको छ कि यत्रो प्रिमियर लिगमा यत्रो ठुलो लिग जुन हुन्छ त्यसमा हेर्ने हो भने वर्ल्डको टप डिफेन्डरहरू अहिले इङ्ल्यान्डको टिममा नहुनु एकदमै देयर इज द सर्टेन भनौँ न अब एकदमै दुःख पनि लागेको छ। सो दिस इज द मेन कन्सर्न र मेन विक पोइन्ट अफ द इङ्ल्यान्डको स्क्वाड। अब मिडफिल्डर र फरवार्डमा हेर्ने हो भने वान अफ द मेन स्ट्रङ पोइन्ट होइन एमङ द टिम इन दिस वर्ल्ड कपमा पनि इङ्ल्यान्ड टिममा रहेका छन्। सो बेलिङ्गम, बुकायो साका, डेक्लेन राइस, रोजर्स, केन होइन अल इन्फर्म प्लेयर्सहरू, एन्डरसन, गोर्डन भर्खरै भारी रकममा बार्सिलोना भित्रेका छन्। एजे, कोबी माइनो, म्याडुके, ऱ्यासफोर्ड, वाटकिन्स, टोनी एन्ड हेन्डरसन। सो दिस इज द मिडफिल्ड एन्ड फरवार्ड अफ द इङ्ल्यान्ड स्क्वाड। यहाँ मेजर मिस आउट प्लेयरहरूको नाम लिने हो भने आर्नोल्ड जुन रियल म्याड्रिडमा उनको पर्फर्मेन्स पनि रह्यो त्यस कारणले गर्दाखेरि उनी मिस आउट पुगेका छन्। त्यसै गरी अर्को प्लेयरहरू लाइक पाल्मर होइन पाल्मर पनि मिस आउट भएका छन्। सो बिग नेम जुन मिस आउट भएका छन् लाइक पाल्मर, त्यसै गरी एनदर प्लेयर इज आर्नोल्ड होइन। त्यसै गरी डिफेन्डिङमा पनि हेर्ने हो भने चाहिँ देयर इज अ सो मेनी प्लेयर होइन हु हेभ मिस इन दिस इङ्ल्यान्ड स्क्वाड। द एक्सपिरियन्स प्लेयरहरू, द एक्सपिरियन्स डिफेन्डरहरू, आई थिङ्क द्याट मे बी द कन्सर्न ड्यु टु द इन्जुरी अर दिस इज वाट द फ्रेस स्क्वाड होइन विथ द एक्सपिरियन्स एन्ड द ट्यालेन्टेड मिडफिल्डर्स विथ द फरवार्ड एन्ड द यङ डिफेन्डर विथ द एनर्जेटिक क्राइटेरिया जुन लिएर गएका छन् थोमस टुचलले। सो कस्तो पर्फर्मेन्स गर्छ इङ्ल्यान्डले भन्ने एउटा एकदमै सरप्राइजिङ फ्याक्टर पनि लागेको छ किनभने अहिले रिसेन्टली टुर्नामेन्टमा हेर्ने हो भने दे हेभ बिन थ्रु द सेमी फिनाले एन्ड इभन फिनाले इन द युरो कप एन्ड द वर्ल्ड कपमा पनि लगभग दे हेभ मेड इट टु द क्वार्टर फाइनल सेमी फाइनल लेटली होइन। सो दिस इज द स्क्वाड टु बी लुक बाई द एक्सपर्ट होइन बाई द viewers, football fans, but defending is a big question mark I think in this England squad. Let's see. I think England will be also a team that could be able to make to the semi-final if they will play on the basis of their potential and all the things, but I think they will in the quarter final in this season of the World Cup.